होइस्ट मर्मत कार्यका लागि सुरक्षा निर्देशनहरू बकेट, एलिभेटर, सिमेन्ट उद्योगहरूमा व्यापक रूपमा प्रयोग हुने ढुवानी उपकरण हो। यसमा बारम्बार मर्मत सम्भार, धेरै असुरक्षित कारकहरू र उच्च सुरक्षा जोखिमहरू जस्ता विशेषताहरू छन्। सुरक्षा जोखिमहरू रोक्न र दुर्घटनाहरू हुन नदिन कृपया मर्मत अघि यो भिडियो ध्यानपूर्वक हेर्नुहोस् र कडाइका साथ पालना गर्नुहोस्। 1. होइस्ट मर्मत कार्यका खतराका स्रोतहरू 1. कार्य जोखिम मूल्याङ्कन नगरिएको खण्डमा कामदारहरू खतराका स्रोत र सुरक्षा उपायहरूबारे अनभिज्ञ हुन सक्छन्, जसले चोटपटक लाग्न सक्छ। 2. होइस्ट मर्मत कार्यको स्वीकृति प्रक्रिया पालना नगरी सुरक्षा उपाय बिना सिधै काम गर्दा चोटपटक लाग्न सक्छ। 3. मर्मत गर्दा नियमअनुसार मुख्य पावर नकाटिएमा उपकरण झुक्किएर चल्न सक्छ र चोटपटक लाग्न सक्छ। 4. होइस्ट उल्टो घुम्दा हाइड्रोलिक कप्लिङ फुत्न सक्छ, जसले गर्दा चोटपटक लाग्न सक्छ। 5. मर्मत टोली होइस्टभित्र जाँदा जम्मा भएको सामग्री खस्न सक्छ र चोटपटक लाग्न सक्छ। 6. होइस्टको उचाइमा काम गर्दा सुरक्षा उपायहरू नअपनाएमा मानिस खस्ने जोखिम हुन्छ। 7. ग्यास कटिङ वा वेल्डिङ गर्दा व्यक्तिगत सुरक्षा उपकरण सहीसँग नलगाएमा पोल्ने वा डढ्ने हुन सक्छ। 8. बकेट जस्ता सामान उठाउँदा राम्रोसँग नबाँधिएमा वा तार चोडिएमा चोटपटक लाग्न सक्छ। होइस्ट मर्मत कार्यमा 11वटा अनिवार्य कुराहरू पालना गर्नुपर्छ। होइस्ट मर्मत कार्यमा 11वटा निषेधित कुराहरूको पालना गर्नुपर्छ। 2. होइस्ट मर्मत कार्यको प्रक्रिया काम सुरु गर्नु अघि 1. होइस्ट बन्द गर्नु अघि कन्ट्रोल रुम अपरेटरले सामग्री पुरै खाली नभएसम्म मेसिन चलाइरहनुपर्छ। 2. काम अघि मर्मत इन्चार्ज तोकिनुपर्छ, जसले पुरै प्रक्रियाको सुरक्षा र गुणस्तरको निगरानी गर्नेछ। 3. एक सुरक्षा गार्ड तोकिनुपर्छ, जसलाई काम भइरहेको बेला कार्यस्थल छोड्न कडा प्रतिबन्ध छ। 4. होइस्ट मर्मत कार्य सुरु गर्नु अघि सुरक्षा जोखिम मूल्याङ्कन अनिवार्य रूपमा गर्नुपर्छ। मर्मत कार्यको स्वीकृति प्रक्रिया पालना गर्नुहोस्। मर्मत तयारी बैठक बोलाउनुहोस्। अपरेटर र सम्बन्धित कर्मचारीहरूलाई सूचित गरी तयारी पूरा गर्नुहोस्। 5. इलेक्ट्रिसियनले पावर रुमबाट होइस्टको मुख्य पावर काट्नुपर्छ। पावर काटिएको सुनिश्चित गरेपछि इलेक्ट्रिसियन, सुरक्षा डार र मर्मत इन्चार्जले छुट्टा छुट्टै तालचा लगाउनुपर्छ। मर्मत इन्चार्जले काम भइरहेछ, स्विच नथिच्नुहोस् भन्ने बोर्ड र पावर अफ अनुमति पत्र झुन्ड्याउनुपर्छ। 6. मर्मत इन्चार्जले कार्यस्थलको VCS स्विच बक्सको पावर काट्नुपर्छ र कन्ट्रोल स्विचलाई मर्मत मोडमा राख्नुपर्छ। मर्मत इन्चार्ज, सुरक्षागार र मर्मत टोलीले छुट्टा छुट्टै तालचा लगाउनुपर्छ। मर्मत इन्चार्जले काम भइरहेछ, स्विच नथिच्नुहोस् भन्ने बोर्ड र मर्मत कार्य स्वीकृति फारम झुन्डाउनुपर्छ। 7. अघिल्लो र पछिल्लो प्रक्रियाका मेसिनहरू जस्तै बेल्ट र कटरको पावर काट्नुहोस् र तालचा तथा बोर्ड लगाउनुहोस्। त्यसपछि ती मेसिनहरूमा कोही पनि काम गरिरहेको छैन भन्ने पुनः सुनिश्चित गर्नुहोस्। कामको समयमा 1. व्यक्तिगत सुरक्षा उपकरणहरू राम्ररी लगाउनुहोस्। उचाइमा काम गर्दा 5 बिन्दु डबल बक्कल सुरक्षा बेल्ट लगाउनुपर्छ। 2. मर्मत कार्य मर्मत इन्चार्जको निर्देशनमा हुनुपर्छ र इन्चार्जले अनुमति बिना मर्मत स्थल छोड्नु हुँदैन। 3. चेनलाई मेकानिकल रूपमा फिक्स गर्नुपर्छ, जस्तै 2 वा बडी क्राउन बारहरू प्रयोग गरेर होइस्ट चेन वा बाल्टिङको खाली ठाउँबाट छिराएर दुवै तर्फका चेनहरू सुरक्षित रूपमा लक भएको सुनिश्चित गर्नुहोस्। 4. होइस्टभित्र पसेर काम गर्नबाट जोगिनुपर्छ। यदि भित्र पस्नै परेमा पहिले जम्मा भएको सामग्री सफा गर्नुहोस् ताकि त्यो नखसोस्। 5. होइस्टभित्र मर्मतका लागि जाँदा कम्तीमा 50 मिलिमिटर बाक्लो र 200 मिलिमिटर चौडा फलेक प्रयोग गर्नुहोस्, जसमा कुनै सडन, मोडिएको वा चर्किएको हुनु हुँदैन। 6. यदि कार्यस्थल होइस्टको फेदबाट 2 मिटर भन्दा माथि छ भने उचाइमा काम गर्ने नियमअनुसार सुरक्षा बेल्ट बाँध्नुपर्छ। 7. उपकरणभित्र जाँच गर्न सायद ड्राइभ चलाउनु पर्ने भएमा मर्मत कार्य रोक्नुहोस्, मानिसहरूलाई हटाउनुहोस् र सुरक्षा अधिकारीको निगरानीमा तोकिएको व्यक्तिले मात्र चलाउनुहोस्। होइस्ट चलिरहेको बेला मेसिनका भागहरू छुन कडा निषेध छ। काम सकिएपछि फेरि लक गरेर ट्याग लगाउनुहोस्। 8. होइस्टभित्र काम गर्दा 36 भोल्ट वा सोभन्दा कमको सुरक्षित भोल्टेज भएको बत्ती मात्र प्रयोग गर्नुपर्छ। 9. वेल्डिङ गर्नु अघि पावर लिकेज प्रोटेक्टर र अर्थिङ जडानहरू सुरक्षित र भरपर्दो छन् कि छैनन् जाँच गर्नुहोस्। तारहरू पुराना वा काटिएका हुनु हुँदैन र वेल्डिङको अर्थिङ तार सिधै वेल्डिङ गर्ने ठाउँमा जोडिएको हुनुपर्छ। 10. यदि सामान उठाउन चेन ब्लक प्रयोग गर्नुपर्ने भएमा यी सुरक्षा नियमहरू पालना गर्नुपर्छ।
एक चेन ब्लकको क्षमता उठाउने सामानको तौलभन्दा बढी हुनुपर्छ। ओभरलोड गर्न कडा निषेध छ। 2. प्रयोग गर्नु अघि हुक, चेन, पाङ्ग्रा र कभरहरू राम्रो अवस्थामा छन् कि छैनन् जाँच गर्नुहोस्। 3. लोड बिना चेन तानेर हेर्नुहोस् कि सबै भागहरू सजिलै चलिरहेका छन् र कतै अड्किएका त छैनन्। 4. झुन्ड्याउने ठाउँ बलियो छ कि छैन जाँच गर्नुहोस् र चेन ब्लकलाई सुरक्षित रूपमा अड्काउनुहोस्। 5. चेन सिधा झुन्डिएको हुनुपर्छ। सामान हुकको टुप्पोमा मात्र नझुन्ड्याउनुहोस् र तल्लो हुक पल्टिनु हुँदैन। 6. उठाउनु अघि थोरै उठाएर जाँच गर्नुहोस्। यदि सबै ठिक छ र ब्रेकले काम गर्छ भने मात्र माथि उठाउनुहोस्। 7. चेन तान्दा सुरक्षित ठाउँमा उभिनुहोस् र अरू मानिसहरूलाई सामान उठाउने ठाउँबाट टाढा राख्नुहोस्। 8. चेन तान्दा एकनाचको बल लगाउनुहोस्, झड्का नदिनुहोस्। यदि तान्न गाह्रो भएमा कारण पत्ता लगाउनुहोस्, जबरजस्ती नतान्नुहोस्। कामपछि 1. मर्मत सकिएपछि क्राउबारहरू हटाउनुहोस् र सुरक्षा बारहरू लगाउनुहोस्। इन्चार्जले कामदारहरूको सङ्ख्या गन्नुपर्छ। 2. सुरक्षा सुनिश्चित भएपछि कामदार, सुरक्षा गार्ड र इन्चार्जले पालैपालो लक खोल्नुपर्छ। इन्चार्जले पावर ट्रान्समिसन टिकट भर्नुपर्छ र इलेक्ट्रिसियनले नियमअनुसार बिजुली पठाउनुपर्छ। र स्मार्ट स्टार्टअप सुरक्षा प्रक्रियाअनुसार मेसिन सुरु गर्नुहोस्। नियम पालना गरिने हरेक कार्यले जीवनलाई सुरक्षित बनाउँछ। हेरिदिनु भएकोमा धन्यवाद।